हेलो साथीहरू सबभन्दा पहिला यो प्रुफ हेर्नु त। यहाँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यो भिडियोमा 0 लाइक छ। एकैछिन चाहिँ वेट गरिदिनु होला 5 सेकेन्ड। अनि अब हेर्न सक्नुहुन्छ यो भिडियोमा चाहिँ अहिले 500 लाइक आइसकेको छ साथीहरू। अनि मैले यस भिडियोमा कसरी लाइक मैले इन्क्रिज गरेछु त्यो हेर्नको लागि हामीले भिडियो स्टार्ट गर्छौँ। साथीहरू तपाईँहरूलाई हाम्रो न्यू भिडियोमा स्वागत छ। साथीहरू आजको यस भिडियोमा तपाईँहरूलाई सिकाउनेछु कि तपाईँहरूले आफ्नो टिकटक पेजमा लाइक कसरी इन्क्रिज गर्ने भनेर। तपाईँहरूले 1-2 मिनटमा चाहिँ 500, 1000, 10,000, 20,000 कसरी लाइक इन्क्रिज गर्ने भनेर आजको एपिसोडमा तपाईँहरूलाई म सिकाउने छु। एकदमै यो फ्री वेबसाइट हो। फ्रीमा चाहिँ तपाईँहरूलाई लाइक इन्क्रिज गर्न सक्नुहुन्छ। त्यो कसरी गर्ने आजको यस भिडियोमा म सिकाउने छु। अनि यो च्यानलमा तपाईँलाई नयाँ हुनुहुन्छ भने यो च्यानल एक लाइक गरी च्यानल सब्सक्राइब गरिदिनु होला। ल त साथीहरू जब आफ्नो मोबाइल स्क्रिनमा त्योभन्दा अगाडि यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। अनि नस्किप गरेर हेर्नुहुन्छ भने मात्रै तपाईँले यो ट्रिक काम गर्नेछ, नत्र चाहिँ तपाईँहरूको लाइक बढ्ने छैन। ल त साथीहरू जब आफ्नो मोबाइल स्क्रिनमा म आइसकेको छु मोबाइल स्क्रिनमा। तपाईँहरूले अब के गर्नु होला, तपाईँहरू आफ्नो गुगल चाहे क्रोम ब्राउजर कुनै पनि ब्राउजर छ भने त्यसलाई एकचोटि ओपन गरिदिनुहोस्। ओपन गरिसकेपछि तपाईँहरू यस्तो इन्टरफेसको आउँछ। आइसकेपछि तपाईँहरूले आफ्नो ब्राउजरमा सर्च गर्नुहोला। टाइप्समा फ्रियर यहाँ चाहिँ त्यसको लिङ्क चाहिँ म हालिदिन्छु आफ्नो भिडियोको डिस्क्रिप्सनमा, तपाईँहरूलाई अलि सजिलो होस् भनेर। अनि आइसकेपछि यहाँ चाहिँ फर्स्ट टाइममा त्यो वेबसाइट हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ क्लिक गरिदिनुहोस्। गरिसकेपछि एकैछिन चाहिँ वेट गरिदिनुहोस् होला। यहाँ चाहिँ मेरोमा लोडिङ लिइरहेछ। लोडिङ लिइसकेपछि अब यहाँदेखि तपाईँहरूले ध्यान लगाएर भिडियो हेरिदिनुहोस् होला, किनभने यहाँ चाहिँ स्किप गर्नुहुन्छ भने तपाईँहरूको न एकाउन्ट बन्छ न तपाईँहरूको लाइक बढ्छ। त्यसैले अन्तिमसम्म हेर्नु होला। यहाँदेखि अब चाहिँ के गर्नु होला, यहाँ सेकेन्ड नम्बरमा मेम्बरसिप अप्सन हेर्न सक्नुहुन्छ। त्यसमा तल चाहिँ युज अप्सन हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि अब तपाईँहरूको आइडी त बनेको छैन, त्यसको लागि चाहिँ साइडमा रजिस्टर भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ चाहिँ रजिस्टर विथ गुगल एकाउन्ट, यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ चाहिँ सेकेन्ड नम्बरमा youtube.com एक्टिभिटिज छ नि साथीहरू, यसमा रातोमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि एकैछिन यहाँ चाहिँ लोडिङ लिइरहेछ। लिइसकेपछि फेरि म कन्टिन्यू क्लिक गर्छु। क्लिक गरिसकेपछि यहाँ चाहिँ तपाईँहरूको मोबाइलमा जति पनि जिमेल एकाउन्ट छ भने त्यो सबै यहाँ चाहिँ देखिन्छ। अनि यहाँ चाहिँ तपाईँहरूले एउटा गुगल एकाउन्ट छान्नुहोस्। मैले छानेँ। अनि छानिसकेपछि अनि फेरि लोडिङ लिन्छ। अनि तलतिर आउनु होला अनि अलाउको अप्सन हेर्न सक्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ चाहिँ सक्सेस डिभाइस कनेक्ट भइसकेको छ। अनि ब्याक गर्नु, अनि फेरि ब्याक गर्नुहोस्, अनि फेरि ब्याक गर्दै जानुहोस्। अनि क्रोम ब्राउजरमा आउनुहोस्। अब यस्तो सेट न्यू पासपोर्ट भनेर आइसकेको छ। अनि यहाँ चाहिँ पासपोर्ट हाल्नु होला। तपाईँहरूले ब्ल्याक स्क्रिन देखेको होला। अझै पासपोर्ट हाल्ने बेलामा यस्तै हुन्छ साथीहरू, ब्ल्याक स्क्रिन। अनि ओके गरिदिनुहोस्। ओके गरिसकेपछि तपाईँहरूले यस्तो इन्टरफेस कुरा आउँछ। आइसकेपछि माथितिर तपाईँहरूलाई 3टा अप्सन हेर्न सक्नुहुन्छ। तलतिर पनि अप्सनहरू धेरै छ। अनि कहाँ क्लिक गर्ने त्यही गर्नुहुन्छ भने एकैछिन पर्खिहाल्नु होला। अनि तपाईँहरूलाई अब चाहिँ यसमा चाहिँ अहिले तपाईँ माथि यु हेभ भनेर अप्सन आइरहेको 000 छ नि, त्यहाँ चाहिँ तपाईँहरूले कोइन जम्मा गर्नुपर्छ। त्यो चाहिँ कसरी गर्ने त्यो म सिकाउन गइरहेको छु। त्यसको लागि यहाँ चाहिँ तपाईँहरूले साइडमा हेर्न सक्नुहुन्छ अन क्रेडिट्स भनेर, यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ चाहिँ मैले क्रेडिट जम्मा गरिसकेको छु। त्यसैले साथीहरू यस्तै देखाएको छ। अनि यहाँ चाहिँ तपाईँहरूले आउँछ क्या साथीहरू, यहाँ चाहिँ यसमा क्लिक गर्नुहुन्छ एकचोटि, त्यही एउटा कोइन जम्मा आउँछ। यहाँ चाहिँ माथि 1 कोइन आउँछ ल साथीहरू। अनि यति एउटा कोइन जम्मा भइसकेपछि 12 घन्टामा चाहिँ तपाईँहरूले एउटा कोइन मिल्नेछ साथीहरू। अनि मेरो अहिले 1 घन्टा भइसकेको छ, 11 घन्टा अब भइसकेपछि मलाई कोइन मिल्छ। अनि कोइन मिलिसकेपछि कतिवटा कोइन आइसकेपछि तपाईँहरूलाई लाइक मिल्छ। त्यसको लागि न्यू अर्डरमा जानु होला। न्यू अर्डरमा गइसकेपछि यहाँ चाहिँ टिकटकमा क्लिक गर्नुहोस्। अनि यहाँ चाहिँ साइडमा अनि टिकटक लाइक, अनि यहाँ चाहिँ तपाईँहरूले 2 कोइन भइसकेपछि तपाईँहरूले 100 लाइक अनि 1000 लाइकको लागि 20वटा कोइन चाहियो साथीहरू। अनि तपाईँहरूले यहाँ चाहिँ मिनिमम 25 कोइनदेखि लाइक बढाउन मिल्छ साथीहरू। मतलब 5 कोइन तपाईँसँग यहाँ चाहिँ 0.5 भइसकेपछि तपाईँहरूले मजाले चाहिँ 25 लाइक बढाउन मिल्छ। अनि यहाँ चाहिँ म जस्तै कि 200 हाल्दै, अनि मलाई 4वटा कोइन चाहियो। अनि यहाँ चाहिँ तपाईँहरूले कुन भिडियोमा बनाउनुहुन्छ त्यो भिडियोको यहाँ चाहिँ लिङ्क हाल्नु।
लिङ्क हालिसकेपछि यहाँ सबमिट गरिदिनुहोस्। सबमिट गरिसकेपछि यहाँ चाहिँ तपाईँहरूको लाइकको अर्डर लाग्छ अनि अर्डर हेर्नको लागि माई अर्डरमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ चाहिँ तपाईँहरूको अर्डर कम्प्लिट भयो कि क्यान्सल भयो कि पेन्डिङमा छ कि सबै थोक यहीँबाट हेर्न सक्नुहुन्छ। कम्प्लिट भइसकेपछि तपाईँहरूको लाइक तपाईँहरूको भिडियोमा आइहाल्छ। साथीहरू म प्रुफको लागि म तपाईँहरूलाई देखाइदिन्छु। अहिले नै मैले केही टाइम अगाडि मेरो अर्को एकाउन्टबाट मैले लाइक बढाएको छु साथीहरू। यहाँ चाहिँ मैले टिकटक खोलेँ अनि म प्रोफाइलमा जान्छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मेरो 00 फलोइङ फ्लो छ अनि 1106 लाइक आइसकेको छ। अनि यो भिडियोमा जिसे चाहा वो मिला नहीं। 1106 लाइक मेरो फ्रीमा आइसकेको छ। त्यो पनि साथीहरू 51 मिनटमा साथीहरू 1 घन्टा पनि भएको छैन अनि मेरो 1106 लाइक पनि आइसकेको छ। त्यही साथीहरू यसरी नै मैले पनि लाइक इन्क्रिज गरेछु। तपाईँहरूले पनि यसरी नै गर्नुहोला। आई होप तपाईँहरूलाई भिडियो राम्रो लागेछ भने यो भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि साथीहरू तपाईँहरूले फ्रीमा लाइक चाहियो भने यो भिडियोको तल तपाईँहरूले आफ्नो युजर नेम कमेन्ट गरिदिनुहोस् होला। म तपाईँहरूको आइडीमा जो विनर आउँछ त्यसको आइडीमा चाहिँ गएर 1000 लाइक अनि 10,000 भ्युज म बढाइदिनेछु ल साथीहरू। ल त साथीहरू अहिलेको लागि बाई बाई। मिल्छु यस्तै इन्ट्रेस्टिङ भिडियोको साथ।